आउँदै गरेको मङ्सिर 11, 19 र 20 गते घरको जग पूजा गर्ने उत्तम साइत रहेको छ। अब ठुलो चाड दशैं पनि सकिसकेको छ, यो सँगै तिहार पनि सकिँदैछ र छठ पनि सकिँदैछ, सँगै बर्सातको समय पनि सकिँदैछ। अब भने हामीलाई घर निर्माण कार्यमा डिस्टर्ब गर्ने त्यस्तो कुनै ठुलो चाडहरू छैन जसले गर्दा चाहिँ हामी ढुक्कले घर निर्माण र बिना डिस्टर्ब काम गर्न सकिन्छ। यदि तपाईले यही मङ्सिरमा जग पूजा गरेर घर निर्माण कार्य सुरु गर्नुभयो भने घर निर्माण सम्पन्न गरेर पनि तपाईले अर्को दशैं तिहार चाहिँ त्यो नयाँ घरमा मज्जाले मनाउन सक्नुहुन्छ। त्यसैले मङ्सिर महिनामा जग पूजा गरेर घर निर्माण सुरु गर्नको लागि तपाईले अहिलेबाट नै तयारी सुरु गर्नुपर्छ, किनभने तपाईले आफूले चाहे अनुसारको डिजाइन फाइनल गर्न र नक्सा पास लगायत कानुनी प्रक्रिया पूरा गर्नको लागि तपाईले कम्तीमा 1.5-2 महिनाको समय लाग्छ। यो त भयो, तर दशैं तिहारको छुट्टीसँगै तपाईको पनि आफ्नो कार्यव्यस्तता हुन्छ, अर्थात् तपाईको पनि काम सुरु हुन्छ। तर यदि तपाईले एक्सपर्ट सेवासँग सहकार्य गरेर घर निर्माण कार्य सुरु गर्नुभयो भने हामी तपाईसँग निर्माण सामग्रीको गुणस्तर, खर्च विवरण, वारेन्टी लगायत दैनिक कामको विवरण समेत उल्लेख गरेर वारेन्टी सहित लिखित सम्झौता गरेर घर निर्माण कार्य अगाडि बढाउँछौँ। साथै हामी तपाईको घर निर्माण स्थलमा सीसीटीभी पनि जडान गर्नेछौँ, जसले गर्दा तपाई कुनै पनि स्थानमा बसेर तपाईले आफ्नो घरको प्रोग्रेसलाई डाइरेक्ट रूपमा तपाईले निगरानी गर्न सक्नुहुनेछ। साथै हामीले तपाईलाई प्रत्येक दिनको वर्क प्रोग्रेस रिपोर्ट पनि प्रदान गर्नेछौँ। सो यदि तपाई समस्यारहित तरिकाले वारेन्टी सहित घर निर्माण गर्न चाहनुहुन्छ भने हामीलाई स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। एक्सपर्ट सेवा, घरदेखि दरबारसम्म।